आमा आमा चाहिँ पलातिनी हेर्दै यहाँ साला भेना चाहिँ गेम खेल्दै कसले जित्छ है त यो गेम अनि बा पलातिनी पाएर कस्तो लाग्यो तीनटा पलातिनी पाएर कस्तो लाग्छ अरे हुनार भयो दुईटा देख्नु हो कि छैन कसको गेम भयो सानो ऱ्याप हान्थ्यौ हो ऱ्याप हान्यो दुईटा हातले हान्यो ऱ्याप दुईटा नातिनीलाई बोकेर आलु खन्नु लानुपर्छ यहाँ यति खन्नु है मुसाले खान्छ हेलो एभ्रिवान हेलो हेलो वेलकम ब्याक टु आवर च्यानल पूजा ओल्ड वान मम्मी आज चाहिँ डे 2 के छैन के भयो त नभएर आज चाहिँ डे 2 हामी घर आएको है हजुर चाहिँ ससुरा ल्याएर कस्तो फिल भयो भन्नु कति भन्नु पर्यो बाबा भने आज ऊ हो नि त 5 महिनापछि आउनु भयो नि त हिजो ससुरा रमाइलो छ होइन अब हेर्नु अहिले तोरी यस्तो फुलेछ हजुरले कति वर्षपछि तोरी फुलेको तोरी त हाम्रो घर नजिक फुलेछ त्यहाँ भैँसपाटीमा फुलेछ त्यो थोरै त्यो एउटा दुईटा फुल्नु र यहाँ यत्रो धेरै बगान फुल्नु डिफ्रेन्स हुन्छ नि त हुँदैन कहाँ हुने यो हामीले रोपेकै हो उनीहरूले चाहिँ हातले खनेर रोपेको नि अनि यो ट्र्याक्टरले रोपेको पेस्ट भएर खायो भुन्टीले भुन्टी यहाँ खोरमा छिन् मम्मी यहाँ भाइ छ नि यहाँ खै भाइ भाइ त हेर कान्छी खै कान्छीलाई देखा देखा न कान्छीलाई कान्छी हाई हाई रेणुकाले अस्मितासँग के अरे युकेबाट हाई भाइ कहाँ के अरे रेणुका युकेबाट दोहोरी गाउँछ फोनबाट होइन कान्छी त अनि दोहोरी गाइदिए ल तिमीले गाउनु पर्यो नि हजुर तिमीहरूले पनि गाउनु पर्यो मम्मी फेरि अस्मिताको होइन फ्यान है अस्मिता होइन मनपर्ने अनि केटाबाट को अरे कोही मन पर्दैन दोहोरी गाएको के सबैले एउटै ए अस्मिता चाहिँ मनपर्छ है अस्मिता डल्लाकोटी मैले अस्मिता डल्लाकोटीलाई चिनेको मम्मीले गर्दा त्यसको अहिले फोन हराएको आइफोन 17 प्रो म्याक्स आएको ए 16 प्रो म्याक्स हो उसमा हाल्ने त्यसको के गर्छ नि हो मसाज गरिदियो भुन्टीले बा आमा तीनटा पलातिनी पाउनु भयो कस्तो लाग्छ नि तीनटा पलातिनी पाउनु कस्तो लाग्यो अरे हो निन्दा लाग्यो म त आएदिन भन्नु न बा झन् बुढो हजुरबा भन्न जस्तै फुर्तीकी बाल्की हुने बाई के अरे बुढा हजुरबा थिए फुर्तीका बुढा हजुरबा फुर्ती गाई होइन के उता घर बुढो हजुरबाले संसार दिनदिनै भेट हुन्छ दिनदिनै भेट हुन्छ अनि बा पलातिनी पाएर कस्तो लाग्यो तीनटा पलातिनी पाएर कस्तो लाग्छ अरे हुनार भयो दुईटा देख्नु हो कि छैन तीनटाको माया यसैलाई दिनु आमालाई कस्तो लाग्छ आमा भन्नु राम्रो लाग्यो नि राम्रो भयो है त्यो नाति नातिना भएको राम्रो होइन पलातिनी एकदम राम्रो खुसी छ भयो नि त हामी अन्त हुन्छ मलाई निन्द्रो लाग्छ बाला चुप्पा गर ऊ चुप्पा हो त्यो नमस्ते गरिदियो अब आमालाई सानो नमस्ते गरिदियो लिएर हिँड्नु अरे मलाई सानो नमस्ते गरिदियो पुन्टु ल ल खाली बाहिरै जाने भने कि
ल हजुर चाहिँ ससुराले आएर कस्तो राखा के बनाउने आफ्नो मेरो बालन सकाले दारी पाल्ने नि दारी चाहिँ कपाल हाम्रो होइन बा हामी त चिटी बाबु महर जान हाम्रो मेयर पनि छोडिदियो कि मेयर सेयर छोडिदियो मेयर पर्दैन होइन हाम्रो त चिटी बाबु महर जान हो क्या के अरे बालन शाह होइन क्या हाम्रो चिटी बाबु महर्जन हो चिटी बाबु महर्जन अहिले छोडिदियो कि बालन साहब। अब संसद हुन्छ संसद मेयर छोडेर हेरी चाहिँ अनि भन्नु न हजुर कन्टिन्यू त्यो थाहा हुन्छ र हाई चुप्पा नमस्ते ऊ नमस्ते बालाजी देऊ उहाँ बालाजी देऊ जी देऊ बाला है हो हात दिनु भने कि क्या हात यस्तो दिनु त जी गर्छ अब ठुली ठुली कस्तो तालिम लाएर जान्छ नि नाचिदिन्छ गीत गाइदिनु त नाचिदिन्छ भुन्टे बाबा हेलो बोइज गेम खेल्दै हो बोइजहरूले कनेक्ट 4 यस्तो छ यहाँको आमा आमा चाहिँ पलातिनी हेर्दै यहाँ साला भेना चाहिँ गेम खेल्दै कसले जित्छ है त यो गेम त्यो मेरो बर्थडे गिफ्ट हो क्या म 10 क्लासमा पढ्दाको बर्थडे गिफ्ट हो 12 वर्ष भएर न कसको होला जस्तो गेम यसो अलिअलि ग्रिन भेना रेड साला हो भेना गेम भयो भेनाको गेम मैले देखिसकेँ अब सालाले देखिसकेन हाल्नु न छिटो गेम भइसक्यो त ओ गेम भइसक्यो क्या हजुरको छोडिदिनु छोडिदिनु न हामी गेम बनाइदिनु त भने यसले देखेकै नरहेछ देखाइदिनुहोस् त अरे देखेको भए त हालिहाल्थ्यो नि यसले मैले हजुरको गेम भयो भनेपछि यसले खोजेकै कहाँ हो भन्दै खोजे हो क्या भाइ लवन यसले नदेखेर चाहिँ ऊ भेनाले पनि नदेखाए आफ्नो गेम भएको त्यही भएर अर्को ठाउँमा हाल्नु भयो सालाले पनि देखेन क्या भेना मैले गेम भयो भनेपछि खोजिदिएको होइन म चुप्प लगाएर बस्नु पर्दो रहेछ ए जस्तै ग्रिनै गेम भयो ल कङ्ग्रेचुलेसन यो गेम चाहिँ कस्तो लाग्यो तिमीहरूलाई भाइ अनि यो चाहिँ कस्तो भने एकदम ऊ हो क्या माइन्ड एकदम चलाउनु पर्ने गेम छ अनि अब्जर्भेसन चाहिँ एकदम राम्रो हुनुपर्छ गेमको लागि अब्जर्भेसन हुनुपर्छ होइन अब फेरि कसको गेम हुन्छ है त कहिले कहिले फेरि यस्तो सिम्पली अर्को गेम भइसक्छ आफूलाई थाहै हुँदैन मैले भाइको टार्गेट नि बुझिसकेँ होइन भाइ ब्लग गर्ने मात्र हो काम ग्रिनको दुइटैको गेम भयो ल बधाई छ
अनि मैले देखिरहेको थिएँ हजुरको भाइले चाहिँ उ त्यो गर्नु खोजेको थियो हजुर ब्लग गर्दा क्या भाइ डायगोनल गर्नु खोजिरहेको थियो हजुर ब्लग गर्दा सन हा लुकेर हेरी हे बा 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 उहाँ कोल्टेर हेरी से पुन्टुले कसको गेम भयो पुन्टु हाई हाई गर्यो ओइ भुन्टु हाई हाई गर्नु सानो ऱ्याप हान्देऊ हो ऱ्याप हान्यो दुइटै हातले हान्यो ऱ्याप दुइटै हातले हान न दुइटै हातले ऱ्याप हान्नु दुइटाले रोशन दिदीले सिकाऊ ऱ्याप हान्न दिदीले सिकाउनु भएको है फुपूले सिकाइसकेको है तिमीलाई ऱ्याप हान्न दुइटा हातले हान्देऊ तोरी फुल्यो फुलै फुल मस्त यो मम्मीले लगाउनु भएको लसुनहरू मजाले खरबारी जस्तै भएछ यता प्याजहरू पनि राम्रो भएछ लसुन यति प्याज यति यता मम्मीले नातिनीलाई लिएर यहाँ आलु खन्दै हुनुहुन्छ मुलाहरू पनि छ छेउछेउमा अनि आलुहरू हो अनि त्यहाँ चाहिँ पुरै सिमीहरू हो भयो सिमी मर्नला चाहिँ मम्मी कति आयो मम्मी आलु 10 बोरा नातिनीलाई बोकेर आलु खन्न लानुपर्छ यहाँ यति खन्नु है मुसाले खान्छ यो आलु हो पुरै तर हरियै छ नि त नि आलु खन्ने बेलै भएन भयो कति भयो आलु लाग्यो ए अनि कहिले खन्ने त नि आलु यो सेतो आलु यतापट्टि अनि उतापट्टि निलो आलु होइन मम्मी निलो आलु हाई हाई आमालाई चुप्पा गरिदेऊ चुप्पा अगाडि लिनु न त्यो पछाडि बुई बोकेर अगाडि जा ल हाई चुप्पा गर आमालाई मलाई चुप्पा हातले हो के गर्ने उसले हातले गर्छ कि चुप्पा उसलाई चाचा मनपर्छ माग आमासँग चाचा माग माग है त्यो चाचा माग अब कानको टप मागी नातिनीले दिने हो टिका खोज्न लागि मम्मीको अरू अब 2-4 दिनमा खन्ने पुन्टु हेलो थापाजी होला चाहिँ खोर कस्तो लाग्यो नानुको यो कति वर्ष पुरानो होला अनि गेस बस्नु न त्यहीँ बस्नु न एकछिन केही हुन्न
कति वर्ष पुरानो होला यो खोर 25 होइन अझ अझ बढी कति गेस गर्नु नि 3टा गेस गर्नु होइन किन होइन बढी नि भन्दैनौँ हामी थोरै नि भन्दैनौँ आफै गेस गर्नु 3टा 27 वर्ष अह 27 नै होइन 30 अह तैँले भन्दा 26 वर्ष भयो कसले होइन तँलाई 26 वर्ष कति वर्ष भयो त नि दाइ कति वर्ष हुनुभयो कति वर्ष भयो हँ कति वर्ष भयो बिते 26 वर्ष होइन 25 वर्ष भयो बिजे नि 25 वर्ष भयो यो खोर 26 हुनुभयो कि आएको 25 भनेको हाम्रो घर फलेको उतिरै खान्छु मामा कस्तो मिठो है घर फलेको टेस्टै अर्को हुने ए 25 वर्ष पुरानो खोर हो हजुर के भनाइ छ यसमा पेजाको काम लागेको छ सालको हो यो काठ त्यो भएर बलियो क्या पुन्टीलाई यहाँ राखिदियो अनि हामी यहाँ जता जे काम गर्दै नि हुन्छ मान्छे अझै खोर कस्तो हुन्छ भन्ने एक्सपेक्टेसन राख्नु ठुलो ठुलो छ है यो सानो लाग्यो उस्तो छिर्यो भने हामीलाई पो सानो होइन हिँड आयो